नमस्कार। चुनावको दिन नजिक्दै गएको अवस्थामा म एउटा रौतहट जिल्लाको सम्पूर्ण विश्लेषण गर्न जाँदैछु। एक हप्ता अगाडि म जिल्लाको विभिन्न ठाउँमा विभिन्न मतदातासँग भेटेको थिएँ र एउटा आकलन गरेको छु। वास्तवमा रौतहटको परिणाम कस्तो आउँदैछ त? स्वाभाविक रूपमा प्रत्येक पार्टी प्रत्येक उम्मेदवारले म जित्दैछु या मेरो पार्टी जित्दैछन् भन्ने अनुमान गर्नु स्वाभाविक हो। तर म स्वतन्त्र रूपमा यो एक हप्ता अगाडि विभिन्न ठाउँमा एउटा अवलोकन गरेको आधारमा विश्लेषण गर्दैछु। धेरैलाई नराम्रो लाग्ला, धेरैलाई अन्यथा लाग्ला, तर त्यो रिजल्ट मलाई जहाँसम्म लाग्छ खासै त्यति परिवर्तन हुँदैन। म फोरकास्ट गर्दैछु त्यस्तै रिजल्ट आउला कि भन्ने मेरो अनुमान छ। सुरु गरौँ एक नम्बरदेखि। एक नम्बरमा अजय गुप्ताको अलिकति चाम धेरै थियो जब उहाँ भएको पार्टीको सुप्रिमोले मधेसप्रति, मधेसको जिल्लाप्रति गोइठा र फोहोर शब्दको प्रयोग गरेर जुन एउटा झापासँग जुन दाजियो बालेनको केस लिएर, तर उहाँले बुझ्नु भएन मधेस बालेनको होइन, बालेनको मात्रै होइन भन्ने उहाँले बुझ्नु भएन र ती कुराले उहाँकै पार्टी प्रतिको जुन एउटा वितृष्णा फैले खास गरी मधेसमा, त्यसकारण पनि अलिकति अजय गुप्तालाई पनि असर गरेको देखिन्छ। अर्को कुरा, माधव नेपालको जहाँसम्म कुरा छ, माधव नेपाल प्राइम मिनिस्टर हो, थियो, एउटा सुप्रिमे लिडर हुनुहुन्छ अहिले पनि होला। उहाँ विभिन्न किसिमको भ्रष्टाचारको कुरा आइरहेछ, के को कुरा आइरहेछ, त्यो बेग्लै कुरा हो, त्यो बेग्लै पार्ट हो। र उहाँको बारेमा जुन एउटा मान्छेको एउटा पर्सेप्सन थियो त्यो उहाँले चाहिँ त्यो ग्राफ्स गर्न सक्नु भएन। उहाँको हाइट उहाँले नै घटाउनु भएको छ। रौतहटमा 4 नम्बरबाट फेरि 1 नम्बरमा आउनुभयो, फेरि 4 नम्बर जानुभयो, फेरि 1 नम्बर आउनुभयो। उहाँको फेरि कोटेश्वरबाट लड्नुभयो। उहाँ आफै एउटा विचलित हुनुभयो र रौतहट क्षेत्र नम्बरमा 1 नम्बरमा या समग्र रौतहटमा उहाँको दायित्व थियो पुरै केही गर्नुपर्ने। जुन रूपको उहाँको हाइट थियो, जुन चाहिँ एउटा रौतहटको नाम जोडेर उहाँको जुन हाइट एउटा बढेको थियो, त्यो उहाँले गर्न सकेको छैन। म पनि रौतहटको मतदाता भएको नाताले त्यसकारण पनि उहाँ पनि त्यो रेसमा एकदम अगाडि हुनुहुन्छ भन्ने भन्न सकिँदैन। जहाँसम्म यो अहिले नेपाली कांग्रेसको कुरा छ, नेपाली कांग्रेसमा त्याग र तपस्या गरेका, धेरै लामो समय बिताएका धेरै महारथीहरूले पनि यसपालि टिकट पाएन, या टिकट दिएन या टिकट लिएन, त्यो आफ्नो ठाउँमा होला। तर एउटा सिङ्गो पार्टीलाई निर्माण गरेका, सिङ्गो पार्टीको एउटा चेयरम्यान जस्तो पद ग्रहण गरेका अर्कै पार्टीको त्यो व्यक्तिको केही पनि जिरो एउटा कन्ट्रिब्युसन छ नेपाली कांग्रेसमा। त्यस्तो व्यक्तिलाई नेपाली कांग्रेसको ब्यानर दिनु, नेपाली कांग्रेसको एउटा महत्त्वपूर्ण ठाउँ दिनु, त्यो कांग्रेसको लागि आफै एउटा शोचनीय कुरा हो। र जहाँसम्म लाग्छ टिकट पाउनु ती व्यक्तिको लागि एउटा गर्वको कुरा हो। कम्तीमा एउटा नाम कमाएको नेपाली कांग्रेसको टिकट पाउनु त भयो। अब त्यहाँ धर्म सङ्कट छ। अर्कोतिर नेपाल त्यो जनमत पार्टीको चाहिँ एउटा दिग्गज नेता हुनुहुन्छ, उहाँ बुजुर्ग हुनुहुन्छ, शैक्षिक योद्धा हुनुहुन्छ र भिजनरी हुनुहुन्छ। प्रोफेसर डक्टर त सायद मलाई थाहा छैन, प्रोफेसर देवेन्द्र मिश्र, उहाँ चाहिँ एउटा भिजनरी हुनुहुन्छ। उहाँको योगदान मधेसप्रति, मधेसको एउटा विभिन्न एजेन्डामा उहाँको छ र उहाँलाई उहाँको जातीय कुरा गर्दा धेरैलाई नराम्रो लाग्ला। जातीय जुन कुरा छ नि, जातीय एउटा समीकरण हुँदो रहेछ। यो खास गरी मधेसमा मात्रै नभएर छिमेकी देश भारतमा पनि जातीय समीकरणले एउटा ठुलो भूमिका खेलेको हुन्छ। अब त्यो देवेन्द्र मिश्रजीको जुन एउटा ब्राह्मण एउटा जातिको जुन एउटा समूह छ, जातिको जुन एउटा मतदाताहरू हुनुहुन्छ, उहाँले के गर्ने त? अब यो उहाँसँग दुईटा धार छ। एउटा अनिल झा हुनुहुन्छ,
नेपाली कांग्रेसबाट, यतातिर देवेन्द्र मिश्र हुनुहुन्छ जनमत पार्टीबाट। अब त्यो धर्म सङ्कट छ, त्यो के भन्छ ब्राह्मण जातिहरूको लागि यसपालि। अर्कोतिर नेपाली कांग्रेसको एउटा जिल्ला सभापति तथा एउटा अहिले के भन्छ मुख्यमन्त्री जस्तो गरिमामय पदमा आसीन श्रद्धेय कृष्ण प्रसाद यादवजी हुनुहुन्छ, हाम्रो दाजु हुनुहुन्छ। उहाँको सामु पनि एउटा धर्म सङ्कटको अवस्था छ यसपालि। किन भन्दाखेरि यादव जातिहरू योगेन्द्र यादवलाई जिताउनेतिर लागेको छ। योगेन्द्र यादवलाई जिताएर एउटा जातीय एउटा मान मर्यादालाई कायम गर्नेतिर लागेको छ भने हुनसक्छ कृष्ण यादवलाई जातीय एउटा दबाब पर्न सक्छ। तर त्यो कृष्ण यादवको एउटा नैतिकतामा भर पर्ने कुरा हो, जातितिर जाने या आफ्नो पार्टीले टिकट दिएको व्यक्तिलाई सहयोग गर्ने। आफै व्यक्तिगत सहयोग गरेर हुँदैन, जातीय भोट कति पर्दो रहेछ त अनिल झालाई, त्यो चाहिँ एउटा हेर्ने कुरा हो। तर जहाँसम्म मलाई लाग्छ कृष्ण यादव इमान्दारीपूर्वक बाइदेवे अनिल झाको प्रति जति चाहिँ यादवहरू नेपाली कांग्रेसमा हुनुहुन्छ क्षेत्र नम्बर 1 मा, त्यो सबै नेपाली कांग्रेस जो पद धारण गर्नुभएको छ, हिजोको दिनसम्म म नेपाली कांग्रेस हो, मेरै पार्टी हो, यो मेरो एकदम चाहिँ पकेटको पार्टी हो, मेरै नातावाद कृपावाद जातिवादको चाहिँ यो पार्टी हो, जसले सोच्नु भएको थियो अहिलेसम्म उहाँले प्रुभ गर्नुपर्छ वास्तवमा नेपाली कांग्रेस तपाईकै पार्टी हो, तपाई नै हो, सर्वेसर्वा तपाई हो। यसपालि के गर्नुहुन्छ? सदनमा पार्टीको अध्यक्ष जस्तो पद छोडेर तपाईको पार्टीमा टिकट लिएर हुमिनु भएको छ अनिल झा। के अनिल झालाई तपाई जतिको महत्व तपाईको जातिले दिनेछन् या जो कांग्रेस हुनुहुन्छ उहाँले दिनुहुनुहुन्छ? यो चाहिँ देख्ने कुरा हो। र अर्को कुरा के छ भने अहिले देश नै घन्टीमय भएको अवस्था छ। घन्टी घन्टी जहाँ पनि घन्टी जस्तो एउटा आवाज गुन्जिएको देखिन्छ र धेरै मान्छेको मानस पलटमा के छ भने हो कि घन्टी जित्ला कि त्यो एउटा जनता नै एउटा कस्तो हुन्छ नि, जनता भनेको सर्वश्रेष्ठ हुन्छ कुनै पनि फेडरलिजममा या डेमोक्रेसीमा या चाहिँ त्यस्तो रिपब्लिकमा भनौँ, जनता नै सर्वोपरि हुन्छ। अब यहाँ एकातिर घन्टीको पनि चाहिँ बाहुल्यता चाहिँ देखिएको छ, अर्कोतिर जातीय एउटा चाहिँ समीकरणले चाहिँ योगेन्द्र यादवलाई पनि अगाडि सारेको अवस्था छ र अजय गुप्ता पनि त्यति पछाडि छैन। त्यो चाहिँ केपी शर्मा ओलीको केही शब्दले उहाँलाई अलिकति पछाडि पारेको जस्तो त फिल हुन्छ। माधव नेपालको जुन एउटा हौवा थियो त्यो हौवा देखिँदैन। अब रह्यो कुरा मेरो अनुमानमा, जस्तै जोगेन्द्र यादव र यो हाम्रो घन्टीको चाहिँ हुनुहुन्छ र अर्को के भन्छ अजय गुप्ता र यो अनिल झा। यसमा पनि मलाई जहाँसम्म लाग्छ घन्टी र अन्ततः लास्टमा जाँदै घन्टी र यो जोगेन्द्र यादवको चाहिँ बीचमा प्रतिस्पर्धा हुन सक्छ। किन भन्दाखेरि धेरै कांग्रेसी नेताहरू अहिले कांग्रेसी होस् कि एमालेबाट चाहिँ एउटा समीकरण बनेको अवस्था मैले पाएँ। जस्तै उहाँहरू घन्टी प्रति नै एउटा चाहिँ ढलेको जस्तो देखिन्छ। पहिलाको चाहिँ धेरै म राज्य मन्त्री, म चाहिँ नेपाली कांग्रेस भनेर चिनाउने हाम्रो ब्रजकिशोरजी हुनुहुन्छ, रामेश्वर यादव हुनुहुन्छ, या एमाले अथवा विभिन्न पार्टी स्वतन्त्र हुँदाहुँदै भवन सिंह हुनुहुन्छ, उहाँहरू चाहिँ अहिले घन्टी भनिरहनु भएको छ। उहाँको घन्टी भन्नुको पछाडि केही होला, उहाँहरूको व्यक्तिगत स्वार्थ होला या उहाँको चाहिँ एउटा आत्मसम्मानमा चोट लागेको हुन सक्छ, त्यो आफ्नो ठाउँमा हो। तर यस्ता दिग्गज नेताहरू घन्टीको पछाडि लाग्नु या घन्टीलाई ओपन एउटा सहयोग गर्नु भनेको 1 नम्बर क्षेत्रको लागि स्वाभाविक रूपमा घन्टी अगाडि देखिन्छ र जातीय हिसाबले जोगेन्द्र यादव पनि पछाडि छैन। अब हेरौँ यो दुईटामा को जित्छन्, कसले बाजी मार्छन्। 2 नम्बरको जहाँसम्म कुरा छ, ठिक छ, अमिताभ आलम बेचारा अहिले हुनुहुन्न हामी सामु, उहाँ बित्नुभयो। धेरै दोषारोपण भए, के लागे अहिले म उहाँलाई के भन्न चाहन्न, किन उहाँ स्वर्गमा गइसक्नु भएको छ। र उहाँको छोरा डाक्टर फिरदोस
नेपाली कांग्रेसको टिकट लिएर लड्दै हुनुहुन्छ र निवर्तमान भर्खर किरण शाहजी पनि जित्नु भएको थियो र अहिले उहाँ चाहिँ ताराको चाहिँ चिन्हमा लड्दै हुनुहुन्छ र उता घन्टीमा पनि एउटा मुस्लिम समुदायबाट नै एउटा लडेको देखिन्छ। अशोक जयसवाल आफ्नो ठाउँमा आँखाबाट लड्दै हुनुहुन्छ र जहाँसम्म मैले एउटा आकलन गरेको छु पुनः अहिले प्रतिस्पर्धा हुने भनेकै किरण शाह र फिरदोस बीचमा हुनेछ र अहिलेको जुन परिवेशमा हेर्दाखेरि मेरो फिरदोस या किरणजी म कसैको पक्षधर मान्छे होइन। मैले गएको चाहिँ एक हप्ता अगाडि मैले केही अनुमान गर्दाखेरि रेसमा दुईजना हुनुहुन्छ तर कदम कदाचित मेरो अनुमानमा फिरदोस नै जित्छ कि यसपालि भने मेरो एउटा आकलन छ। तर चुनाव भनेको जरुरी हुँदैन, जनताको हातमा हुन्छ। 2 नम्बरको मैले यसरी आकलन गरे हो। कम्पिटिसन भनेको किरणजी र हाम्रो फिरदोसजीको हुनेछ। अर्को चाहिँ 3 नम्बरको कुरा चाहिँ 3 नम्बरको कुरा पहिला जस्तो छैन। प्रभुजी भने 4 पटक जित्नु भएको छ, उहाँले 5औं पटक लड्दै हुनुहुन्छ। उहाँ विकास प्रेमी हुनुहुन्छ, उहाँले साह्रै विकास गर्नु भएको छ। उहाँले विकास प्रेमीको नामबाट मधेसमा मात्र होइन पुरै देशमा चिनिनु भएको छ। त्यो आफ्नो ठाउँमा राम्रो पाठ हो। तर अहिलेको जुन अवस्था छ, अहिलेको अवस्था भनेको र यो अलि नयाँ परिवर्तनको कुरा छ मधेसमा, त्यसकारण पनि अहिले जुन जतिसुकै प्रचण्डजीको अस्ति आयो कुन एउटा पूनम यादव हुनुहुन्छ अथवा नेपाली कांग्रेसको रामकृपाल यादव हुनुहुन्छ र अर्को चाहिँ हाम्रो जमानादेखि दिग्गज नेता गोविन्द चौधरी दाजु हुनुहुन्छ त्यहाँ हाम्रो छताछापबाट र यता हाम्रो प्रभुजी हुनुहुन्छ, कुन्दन कुशवाहा हुनुहुन्छ, प्रभुजीसँगै बसेको मान्छे र यी सबै कुरालाई आकलन गर्दा हो पक्कै पनि रेसमा जुन त्यत्रो विकास गरेको छ जसले जे भने पनि प्रभु शाह अहिले एउटा रेसमा अगाडि हुनुहुन्छ र उहाँलाई टक्कर दिने मान्छेहरू कोही पनि छैन मेरो अनुमानमा। म एउटा मतदाता हो, म एउटा विश्लेषण गर्छु, राजनीति विश्लेषक हो र उहाँले टक्कर दिने मान्छे भनेको अर्को कोही पनि छैन, गोविन्द चौधरी हुनुहुन्छ। अब रह्यो कुरा गोविन्द चौधरी र प्रभु शाहमा कसले बाजी मार्ने यसपालिको 2082 को चुनावमा यो चाहिँ हेर्न बाँकी छ र यसपालि प्रभु शाहको लागि पनि त्यति चाहिँ सजिलो छैन र गोविन्द चौधरीले पनि एकदम सजिलै विजय हासिल गर्न सक्नुहुनेछ भने पनि कुरा अलि गाह्रै छ। यो भन्न सकिन्न, दुईजनामा कुनै कोही बाजी मार्नुहुनेछ यसपालि जस्तो मेरो आकलन छ। र अब रह्यो कुरा 4 नम्बरमा। 4 नम्बरमा पनि कस्तो छ भने घन्टीले पनि समीकरण मिलाएर पहाडी कम्युनिटीको मान्छेलाई टिकट दिएको रहेछ र हाम्रो देवी तिमल सिन्हा भनेको नेपाली कांग्रेसको पहिलादेखि टिकट पाउँदै गरेको मान्छेले टिकट लिएको रहेछ। रामकुमार भट्टराई पहिलादेखि नै जमानादेखि नै त्यो एमाले पार्टीमा लाग्दै अहिले चाहिँ कलम छाप त फेरि यताउता हुँदै त्यो तारा छापबाट लड्दै हुनुहुन्छ र यो ऋषि धमला पनि मोबाइल छापबाट लड्दै हुनुहुन्छ। यो सबै कुरा हेर्दाखेरि यसपालि मेरो आकलनमा अब हेरौँ के हुन्छ। तर जुन किसिमको एउटा ऋषि धमलाजीको कुरा आइरहेछ उहाँले बाजी मार्नुहुन्छ कि भनेर, तर यो कस्तो छ भने गढीमाई छ नि हाम्रो बारामा, गढीमाई जस्तो चाहिँ 5 वर्षमा एकैचोटि आएर र मधेसलाई मूर्ख बनाएर र विजय हासिल गरिहाल्छु भन्ने कुरा जुन सोच कसैले राख्छ, म कसैलाई टिका टिप्पणी गर्न चाहन्न, त्यो चाहिँ सायदै पुरा होला। र जहाँसम्म मैले चाहिँ आकलन गरेको छु 4 नम्बरमा देवी तिमल सिन्हा र घन्टीको त्यहाँ देवी तिमल सिन्हा र घन्टीको चाहिँ त्यहाँ प्रतिस्पर्धा हुनसक्छ र त्यो रेसमा भन्न सकिन्न र देवी तिमल सिन्हालाई पनि पहिला जस्तै सजिलै जित्न चाहिँ यसपालि गाह्रै छ र देवी तिमल सिन्हा जित्न सक्छ या हाम्रो घन्टीको चाहिँ एउटा उम्मेदवारको हुनुहुन्छ उहाँ जित्न सक्नुहुनेछ। यो मेरो समीक्षा छ। तर यो त मेरो समीक्षा गरे, आत्माले जुन एउटा मूल्याङ्कन गरेका छ, मैले चाहिँ 5-7 दिन त्यो जिल्लाहरूको सबै गाउँ त भ्याउन सकिएन। त ठाउँ ठाउँमा गएर मैले एउटा अवलोकन गरेका थिएँ, मतदाताहरूको एउटा चाहिँ मनको कुरा जान्न खोजेका थिएँ र त्यो कुराले मैले र मेरो चाहिँ एउटा विश्लेषण गरेर मैले एउटा चाहिँ यो निकालेको छु र समग्रमा चाहिँ भन्नुपर्दा यसरी नै रिजल्ट आउँदैछ रौतहटको। किन अब जनता जागिसके, जनता जागरुक भइसके, पहिलाको जनता छैन र नेताहरूले पनि पहिला जस्तो चाहिँ जनतालाई ठग्ने, जनतासँग झुटो बोल्ने, सस्तो लोकप्रियता कमाएर चाहिँ लामो समयसम्म टिकिराख्ने जस्तो अब मलाई लाग्दैन। किन सबैले थाहा छ जेनजी युवाहरू जागिसकेका छन्। जेनजी युवाहरूलाई नयाँ चाहिँ एउटा
के भन्छ नेतृत्व चाहिएको छ। नेपाललाई नयाँ परिवर्तन दिनुपर्ने छ र पहिलाको चाहिँ ट्र्याकले नेपाल चल्दैन भने छ। एकातिर राजावादीहरू लागेका छन्, चुनाव गर्दैन, चुनाव हुँदैन भनिरहेछ। जहाँसम्म मेरो अनुमान छ, कहिलेकाहीँ मनले भन्छ खै चुनाव नहुने हो कि, तर त्यस्तो होइन। चुनाव हुनुपर्दछ, परिवर्तनको लागि चुनाव हुनुपर्छ, एउटा निकासको लागि चुनाव हुनु जरुरी छ र चुनाव हुन्छ पनि मेरो एउटा विश्वास छ। र जस्तै कुनै पार्टीको बहुमत आउँदैन, बेसीभन्दा बेसी कति आउला त 60-70। एउटा कुनै पार्टीले जित्यो भने बेसीभन्दा बेसी 60-70 सिट ल्याउँछ, बहुमत कसैको है। बेसी आयो भने 60-70 आउँछ कुनै पार्टीको। म फलानु पार्टी या चिलानु पार्टी भन्दैन, बेसीभन्दा त्यही 50-60 वटा सिट एउटा पार्टीले जित्ला, मिलिजुली कोलिसन गभर्मेन्ट हुन्छ यसपालि हैन। त्यसकारण पनि अब नेपालको एउटा संविधान छ, त्यसलाई नै एउटा चाहिँ नयाँ रूप दिनुपर्छ, एउटा नौलो परिवर्तन ल्याउन जरुरी छ। र त्यही ट्रेडिसनल तरिकाले यदि नेपाललाई लग्यो भने नेपालको भविष्य राम्रो म देखिँदैन। यसकारण प्रत्येक नेपाली जनसमुदायले नेपाल देशलाई बचाउनको लागि एउटा दूरगामी निकास दिन जरुरी छ, एउटा सस्टेनेबल सोलुसन दिन जरुरी छ। र वास्तवमा हामी नेपाली छौँ, नेपाली नै हुनेछौँ भने, गर्व गर्न पाउनेछौँ भने आशासहित मेरो सानो विश्लेषण यही टुङ्गाउन चाहन्छु। जय देश, जय जनता, जय रौतहट, जय रौतहटका सम्पूर्ण मतदाताहरू, धन्यवाद।